र यो चाहिँ क्लास 12 को क्याश फ्लोको डाइरेक्ट मेथड है। क्याश फ्लोको डाइरेक्ट मेथड छ। जस्तै यहाँ हेर त ओल्ड इज गोल्डमा पेज नम्बर 205 है। ओल्ड इज गोल्डको पेज नम्बर 205 जुन यो क्वेशन म सोलुसन गरिदिन्छु 2081 सेट बीसी क्वेशन नम्बर 21 है। यो क्वेशन मैले सोलुसन गरिदिन्छु डाइरेक्ट मेथडबाट। इनडाइरेक्ट मेथडबाट अस्ति एउटा क्वेशन गरिदिएको थिएँ। अब डाइरेक्ट मेथडबाट एउटा क्वेशन है त। जहिले पनि क्याश फ्लोमा ब्यालेन्स सिट दिन्छ, ब्यालेन्स सिटमा लायबिलिटिज र एसेट्स हुन्छ है। 2 वर्षको जानकारी दिन्छ अनि एडिसनल इन्फर्मेसनहरु छन्। अनि क्याश फ्लो चाहिँ डाइरेक्ट मेथडबाट बनाऊ भनेको छ। यहाँ जहिले पनि के बुझ्नुपर्छ त भन्दाखेरि क्याश फ्लो स्टेटमेन्ट बनाउनु भनेको छ के मेथडबाट अरे युजिङ डाइरेक्ट मेथड। प्रश्न सारेको हो। क्याश फ्लोको फर्मेट के हुन्छ त भन्दाखेरि पार्टिकुलर्स एमाउन्ट हुन्छ हो। डिटेल्स एमाउन्ट अथवा टोटल एमाउन्ट जे लेख्न नि पाउँछौ। जहिले पनि एउटा कुरा के बुझ्नु त पर्छ त भन्दाखेरि मैले यहाँ तिमीलाई फर्मेट सहित देखाइदिन्छु। क्याश फ्लोमा सम्झिने फर्मुला भनेको जहिले पनि है क्याश फ्लोमा 3 वटा एक्टिभिटीज हुन्छन्। हेर 3 वटा एक्टिभिटीज है। फर्स्ट एक्टिभिटीज को नाम हो अपरेटिङ एक्टिभिटीज है। अपरेटिङ एक्टिभिटीज को फर्मुला के हो त भन्दाखेरि सबैले जान्नु पर्यो। अपरेटिङ एक्टिभिटीजमा जहिले पनि 5 वटा हेडलाइन हुन्छन्। हेर 5 वटा लाइन हुन्छन् है। जस्तै यहाँ हेरौँ त सम्झिने के सीसीटीभीमा ईओआईटी पढ्ने। सीसी क्यामेरामा तिमीले आईटी पढ्छौ नि, सीसीटीभीमा ईओआईटी पढ्ने। ल हेर त अपरेटिङ एक्टिभिटीज भित्र 5 वटा आइटम पर्दो रहेछन् हो। सीसीटीभीमा ईओआईटी पढ्ने। अब च्याप्टरको नाम क्याश फ्लो। ए नम्बरमा हेर त अपरेटिङ भित्र सीसीटीभीमा भनेपछि सी भनेको सुरुमा क्याश फ्लोको च्याप्टर क्याश फ्लो भन्ने च्याप्टर छ हो। क्याशमा सबैमा अगाडि क्याश, बीमा नि क्याश 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 सबैमा क्याश। किनभने च्याप्टरको नाम क्याश फ्लो स्टेटमेन्ट हो। पैसाको हुन्छ नि च्याप्टर हो के। सीसीटीभीमा भनेपछि सी बाट कलेक्सन फ्रम कस्टमर हुन्छ के। बुझ्यो नि कलेक्सन फ्रम कस्टमर। कलेक्सन फ्रम कस्टमर किनभने कलेक्सन गर्नु कस्टमरबाट पैसा कलेक्सन गर्ने। सीसीटीभीमा सी भनेको के रहेछ सबैको च्याप्टरको नामको अगाडि क्याश लेख्ने। सी भनेको कलेक्सन फ्रम कस्टमर। अर्को छ बी बाट बी नम्बरमा के छ क्याशको क्याश। अब यहाँ कलेक्सन भनेको छ नि कलेक्सन भनेको नेपालीमा जम्मा गर्नु उठाउनु पैसा उठाउनु हो नि त। ठ्याक्कै पैसा उठाउनुको उल्टो जम्मा गर्नुको उल्टो के हुन्छ तिर्नु हुन्छ। जसलाई हामीले के भन्छौँ ठ्याक्कै उल्टो पेड। अनि फ्रम भनेको बाट हुन्छ नि फ्रमको उल्टो के हुन्छ टु हुन्छ है टु। सी भनेको क्रेडिटर क्याश पेड टु क्रेडिटर्स। बुझ्यौ नि सम्झिने आइडिया क्याश पेड टु क्रेडिटर्स। सुरुमा क्याश सबै च्याप्टरको अगाडि नाम क्याश। सी भनेको कलेक्सन फ्रम कस्टमर। कस्टमरबाट एउटा तिमीहरूको पसल छ भने सुरुमा तिमीले जहिले पनि कस्टमरबाट पैसा उठाउँछौ है। त्यसपछि 2 नम्बरमा क्याशको क्याश कलेक्सनको जम्मा गर्नुको उल्टो के हुन्छ तिर्नु पेड। फ्रम भनेको बाटाको उल्टो टु कस्टमरको उल्टो क्रेडिटर्स अथवा हामी सी बाट क्रेडिटर्स नै भन्छौँ। अनि अर्को छ अब न्युमेरिकल पनि म देखाइदिन्छु एकैछिन है। अर्को छ टीमा ईओआईटी पढ्ने। क्याशको क्याश पेडको पेड टुको टु। ईओ भनेको ई भनेको इम्प्लोइ एन्ड ओ भनेको अदर अपरेटिङ एक्सपेन्सेस। बुझ्यौ नि ल। र आईटी पढ्ने भनेको अब क्याशको क्याश पेडको पेड टु। आई भनेको इन्ट्रेस्ट। क्याशको क्याश पेडको पेड टुको टु। टी भनेको ट्याक्स सरकारलाई ट्याक्स दिनु पर्यो। यति कुरा बुझ्नु पर्यो। अब हामी यो कुरा न्युमेरिकलमा गराएर देखाउँछौँ है त। यो प्रश्न छ है। यो क्वेशन छ। यो क्वेशनलाई अब मैले सोलुसन गरेँ है त मजाले हेर। सुरुमा प्रश्नले के भनेको छ क्याश फ्लो स्टेटमेन्ट बनाउनुस्। क्याश फ्लो स्टेटमेन्ट म बनाएँ। कुन मेथड युजिङ डाइरेक्ट मेथड। युजिङ डाइरेक्ट मेथड। पार्टिकुलर्स एमाउन्ट है। पार्टिकुलर्स एमाउन्ट। सुरुमा क्याश फ्लोमा जहिले पनि 3टा एक्टिभिटीज हुन्छन्। फर्स्ट एक्टिभिटीजको नाम हो अपरेटिङ एक्टिभिटीज। मैले यहाँनिर तिमीलाई अलिकति देखाइदिएँ। अपरेटिङ एक्टिभिटीज भनेपछि प्रश्नमा अब यहाँ हेर अपरेटिङ एक्टिभिटीज भनेपछि अब हेर च्याप्टरको नाम के रे क्याश फ्लो। क्याश फ्लो लेखेँ। फ्रम भनेको बाट कुन एक्टिभिटीजबाट हिसाब गरौँ सुरुमा अपरेटिङ एक्टिभिटीज है। अपरेटिङ एक्टिभिटी क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीज। अपरेटिङ एक्टिभिटीजमा जहिले पनि 5 वटा आइटम जान्छन् भन्ने अहिले मैले फर्मुलामा देखाइदिएँ। के रहेछन् सीसीटीभीमा ईओआईटी पढ्ने। सीसीटीभी भने अब सी भनेको हेर त क्याश फ्लो। सो यो च्याप्टरको नाम क्याश फ्लो हो। त्यही भएर सबैको अगाडि क्याश लेख। 5 वटा हेडिङ बनाऊ क्याश लेख। अब सीसीटीभीमा भनेको सी बाट कलेक्सन फ्रम कस्टमर पैसा कलेक्सन गर्नु पर्यो के कस्टमरबाट पैसा कलेक्सन गर्नु पर्यो। किनभने तिमीहरू व्यापारी हो भने कस्टमरबाट पैसा कलेक्सन गर्नुपर्छ तिमीहरूले हेर।
बुझ्यौ नि ल हेर कलेक्सन फ्रम कस्टमर ए भित्र दुईटा कुरा जान्छन् के थाहा तिमीलाई सबिन दाई भन्ने सम्झ्यौ के सबिन दाई भन्ने सम्झे पनि हुन्छ नत्र कस्टमर भनेको ग्राहकलाई हामीले के गरिन्छ जहिले पनि सबिनको यसबाट सेल्स हुन्छ किनभने अब हेर जहिले पनि यो क्याश फ्लोको फर्स्ट स्टेप हो फर्स्ट स्टेपमा यहाँनिर पनि क्वेसनको एडिसनल इन्फर्मेसनको फर्स्ट केही जान्छ के छ त्यहाँ कस्टमरलाई हामीले सामान के गरिन्छ बिक्री गरिन्छ सेल्स भन्ने शब्द छ सबिन भनेको सेल छ यहाँ हेर त इयर 1 इयर 2 भनेको इयर 1 भनेको 11 क्लास इयर 2 भनेको 12 क्लास यता पनि इयर 1 11 क्लास 12 क्लास यसरी दिएको छ अब यहाँ कसरी के गर्छन् इयर 2 यो होइन के इयर 2 भनेको अहिलेको वर्ष भनेको के सेल्स एउटै मात्रै हुन्छ हेर सेल छ कति छ 4,65,000 सेल्स 4,65,000 सेल्स भनेको सामान बिक्री गर्ने सामान बिक्री गरिसकेपछि पैसा आउँछ प्लस किन यो च्याप्टर क्याशको पैसाको च्याप्टर हो पैसा आए प्लस लेख पैसा गए माइनस लेख ल सेल्स 4,65,000 प्लसमा लेखे पैसा आउँछ नि त सामान बिक्री गरेपछि अनि कस्टमर छ नि कस्टमरलाई अर्को शब्दमा डेप्टर्स भन्छ हेर डेप्टर्स है दाइ भनेको डेप्टर्स हो जसलाई हामीले कस्टमर घोक्न पनि पर्दैन डेप्टर्स कस्टमर डेप्टर्स भन्ने शब्द छ यी माथि छ हेर त एसेट साइडतिर रहेछ डेप्टर्स 45,000 बाट 70,000 भएको छ हो 45,000 बाट सुरुमा 45,000 छ त्यसपछि 70,000 भनेको 45,000 बाट 70,000 भनेको त बढेको छ बढ्नुलाई इंग्लिशमा के भन्छन् इन्क्रिज भन्छ है भन्दैन ए डेप्टर्स चाहिँ इन्क्रिज भएको छ बढेको छ त्यही भएर इन्क्रिज इन डेप्टर्स भनेर लेख्नु पर्यो कतिले बढेको छ 45 बाट 70 भनेको 45 25,000 ले बढेको छ हो 25,000 ले बढेको छ ल 25,000 लेखेँ अब हेर त यो एसेट छ नि एसेट चाहिँ जहिले पनि उल्टो गर्नुपर्छ कि उल्टो है क्याश फ्लोमा जहिले पनि एसेटसँग उल्टो रिलेसन हुन्छ किनभने एसेट्समा उल्टो रिलेसन हुन्छ है अब यो डेप्टर्स भनेको त एसेट साइडतिर पर्यो उल्टो हुन्छ भनेपछि यहाँ के भएको छ अरे बढेको छ हो बढेको छ भनेर लेख्नु पर्यो कुरा त सही बोल्नु पर्यो नि कतिले बढेको छ 25,000 ले बढेको छ अब यहाँ बढेको छ भने एसेट साइडमा पर्छन् ठ्याक्कै उल्टो गरेर के बढ्नुको उल्टो के हो त बढेको छ उल्टो साइड उल्टो रिलेसन लेख्नु पर्यो कि बढ्नुको उल्टो के हो घट्नु होइन र त्यही भएर घट्नु भनेको ब्राकेटमा राख्नु भनेको माइनस हो कि घटाएको ब्राकेटमा राख्ने भनेको बुझ्यो बढेको थियो तर ठ्याक्कै उल्टो गर्नु पर्यो किनभने यो एसेट्स हो कि उल्टो गर्नु पर्यो ल बढ्नुको उल्टो घट्नु हो माइनस ब्राकेट भनेको हटाउनु माइनस ल यो 4,65,000 बाट यो 25,000 घटाउँदा कति भयो 4,40,000 ए नम्बरको सकियो अब बी नम्बरमा सीसीटीभीमा सी बाट अब यहाँ क्याशै भयो यहाँ कलेक्सन छ नि कलेक्सन भनेको पैसा जम्मा गर्नुको उल्टो के हुन्छ तिर्नु हुन्छ तिर्नुलाई के भन्छन् पेड फ्रमको उल्टो जहिले पनि टु हुन्छ फ्रम भनेको बाट टु भनेको लाई यसलाई हैन अनि सी भनेको कस्टमरको उल्टो क्रेडिटर्स हुन्छ कस्टमर भनेको ग्राहक भए क्रेडिटर्स भनेको व्यापारीहरू हुन् के सी भनेको कलेक्सन फ्रम कस्टमर सी भनेको क्याश पेड टु क्रेडिटर्स है ल पेड भयो किन ठ्याक्कै उल्टो लेख्ने है सेकेन्डमा ल अब यो क्रेडिटर्समा के जान्छन् भन्दाखेरि सम्झ्यो कि क्रेडिटर्स भनेको जहिले पनि क्रेडिट भनेको उधारोमा सामान दिने मान्छेलाई क्रेडिटर्स भन्छ जसलाई हामीले साउजी पसले भन्छौँ कि पसलेले हामीले पैसा तिर्नुपर्छ हो त्यही भएर सम्झ्यो आइसिसी पैसा इन्डियन पैसालाई आइसी पैसा भन्छ नि त्यसै आइसिसी पैसा आईबाट आउँछ इन्भेन्टोरी भनेको गोदाम हो कि जसलाई हामीले अर्को शब्दमा स्टक भन्छौँ छ स्टक इन्भेन्टोरीलाई अर्को शब्दमा स्टक भन्छ है स्टक भन्नु र इन्भेन्टोरी भनेको एउटै हो बुझ्यौ नि स्टक छ अथवा इन्भेन्टोरी के छ यी स्टक भेटाएँ मैले 75,000 बाट 90,000 भएको छ 75,000 बाट 90,000 भनेको त बढेको छ बढ्नुलाई इंग्लिशमा के भन्छन् इन्क्रिज भन्छन् इन्क्रिज इन स्टक चाहिँ बढेको छ 75 बाट 90 हुनु भनेको 15,000 ले बढेको छ हो त्यही भएर इन्क्रिज भन्ने बढेको छ कति 15,000 ले अब हेर त स्टक माथि टाउकोमा हेर एसेट्स हो एसेट्सलाई जहिले नै उल्टो गर्नुपर्छ यहाँ बढेको छ 15,000 ले भने है ठ्याक्कै उल्टो गर्दा के हुन्छ बढेको छ बढ्नुको उल्टो के हुन्छ उल्टो लेख्नु पर्यो घट्नु भनेको माइनस ब्राकेटमा राख्ने घटाइयो ब्राकेटमा राख्नु भनेको घटाउनु हो किनभने एकाउन्टमा ब्राकेट भनेको माइनस बढेको छ ठ्याक्कै उल्टो घट्नु भनेको माइनसमा गर्नु है सक्यो अर्को सी बाट आउँछ ए यहाँ के छ क्रेडिटर्स भन्ने शब्द छ भने सी बाट क्रेडिटर्स नै आउँछ क्रेडिटर्स हेर त क्रेडिटर्स यतापट्टि लाइबिलिटी साइडतिर छ 30,000 बाट 62,500 क्रेडिटर्स 30,000 बाट 62,500 भनेको त बढेको छ कतिले बढ्यो 32,500 ले बढ्यो त्यही भएर इन्क्रिज भनेको बढेको छ इन क्रेडिटर्स बढेको छ है
बढेको छ कतिले 32,500 ले बढेको छ। अब हेर त यो त लायबिलिटीज यो एसेट्सलाई उल्टो गर्ने तर लायबिलिटीजमा पर्छ यो त। लायबिलिटीज भनेको जस्ताको तस्तैको लायबिलिटीज भनेको एलबाट आउँछ लब हो के लब भनेको स्वतन्त्र छोड्नु पर्छ र जस्ताको तस्तै बढेको छ नि बढाएर लेख घटेको छ भने घटाएर लेख जस्तो छ त्यस्तै गर के एसेट्समा मात्रै उल्टो गर्ने हो लायबिलिटीजमा जस्ताको तस्तै यहाँ बढेको छ भने तिमीले पनि बढाएरै लेख बढाएर लेख्नु भनेको प्लसमा लेख्नु है बढाउनु भनेको प्लस हो घटाउनु भनेको माइनस हो 32,500 प्लसमै भयो। अर्को सीबाट आउँछ कस्ट अफ गुड्स सोल्ड हेर त प्रश्नमा कस्ट अफ गुड्स सोल्ड भनेको एडिसनल इन्फर्मेसनमा छ होला तल हेर त तल छ तल ती एडिसन हेर त कस्ट अफ गुड्स सोल्ड यो कस्ट अफ गुड्स सोल्ड कति छ 2,10,000 छ ल कस्ट अफ गुड्स सोल्ड ल कस्ट अफ गुड्स सोल्ड। अब हेर त माथि पो 2 वर्षका कुरा थिएर इन्क्रिज बढेको छ घटेको छ भनेर लेख तर तलपट्टि त 2 वर्षको जानकारी त होइन यो नाम मात्रै छ नाममा त्यही भएर नाम मात्रै सार्दिने कस्ट अफ गुड्स सोल्ड कस्ट अफ गुड्स सोल्ड। कस्ट भनेको के हो थाहा छ कस्ट भनेको नेपालीमा लागत जसलाई हामीले खर्च भन्छौँ। खर्चले पैसा के गरिदिन्छ माइनस गरिदिन्छ कि प्लस गरिदिन्छ खर्चले त पैसा माइनस गरिदिन्छ त्यही भएर ब्राकेट भनेको माइनसमा लेखियो ल माइनस 2,10,000 यो गर्दा कति आउँछ यसै हिसाब गर्दाखेरि माइनस 1 लाख धेरै झुकिन्छ हो यहाँनिर माइनस 15,000 प्लस 32,500 माइनस 2,10,000 हान्दा माइनस 1,92,500 आउँछ। र अर्को छ क्यासको क्यास पेडको पेड टूको टू। अब हेर त इओ भनेको ई भनेको इम्प्लोइ एन्ड ओ भनेको अदर अपरेटिङ एक्सपेन्सेस इम्प्लोइ एन्ड अदर अपरेटिङ एक्सपेन्सेस ल सुरुमा त अदर अपरेटिङ एक्सपेन्सेस छ नि अपरेटिङ एक्सपेन्सेस छ नि अपरेटिङ एक्सपेन्सेस भन्ने शब्द प्रश्नमा छ हेरौँ त ए आफ्नो नाम जहाँ आउँछ त्यहाँ ट्याक्कै लेख्ने कि नलेख्ने अपरेटिङ एक्सपेन्सेस कति छ 1,45,000 छ कि छैन तलपट्टि अपरेटिङ एक्सपेन्सेस। अब एक्सपेन्सेस भनेको के हो एक्सपेन्सेस भनेको के हो नेपालीमा खर्च हो यो पैसा च्याप्टर यो च्याप्टर भनेको पैसाको च्याप्टर हो क्यास भनेको पैसाको च्याप्टर हो एक्सपेन्सेस भनेको छ एक्सपेन्सेस भनेको खर्च हो खर्च भएपछि पैसा के हुन्छ जहिले पनि माइनस हुन्छ माइनस भनेको ब्राकेटमा राख्ने माइनस हो। अनि यसमा के जान्छ न ओहो प्यारी दिदी भन्ने सम्झेको ओहो प्यारी दिदी ओहो भनेको आउटस्ट्यान्डिङ भन्ने शब्द प्यारी भनेको प्रिपेड भन्ने शब्द र दिदी भनेको ड्यू भन्ने शब्द जान्छ बुझ्यौ नि ओहो प्यारी दिदी ओहो भनेको आउटस्ट्यान्डिङ प्यारी भनेको प्रिपेड र दिदी भनेको ड्यू छ ओहो प्यारी दिदी आउटस्ट्यान्डिङ छ केही छ ए आउटस्ट्यान्डिङ रहेछ ए आउटस्ट्यान्डिङ एक्सपेन्सेस कहिलेकाहीँ दिदी भनेर ड्यू भन्ने पनि भन्न सक्छ है। अनि प्यारी भनेको प्रिपेड हो प्रिपेड भने यता हुन्छ छैन आउटस्ट्यान्डिङ मात्र रहेछ कति छ 5,000 बाट 7,500 भएको छ बढेको छ 2,500 ले बढ्नुलाई त इन्क्रिज भन्छन् इन्क्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस कतिले बढेछ 2,500 ले बढेछ 5,000 बाट 7,500 भने 2,500 ले बढ्यो यो लाइब्रेरीतिर हो लाइब्रेरीतिर छ जस्तो छ त्यस्तै गर के बढेको छ नि बढाएर लेख प्लसमै लेख्ने हो ल यो माइनस 1,45 प्लस 2,500 गर्दा माइनस 1,42,500 आउँछ है माइनस भनेको ब्राकेटमा राख्नु पर्यो। र आइटी पढ्ने भनेपछि क्यासको क्यास पेडको पेड टूको टू आईबाट इन्ट्रेस्ट भन्ने शब्द इन्ट्रेस्ट भनेको ब्याजको कुरा के इन्ट्रेस्ट भनेको ब्याजको कुरा ल प्रश्नमा इन्ट्रेस्ट भन्ने शब्द छ ब्याज छ छैन भनेपछि जहिले पनि यहाँ नाइएलएल नील लेख्दियो है छैन अरे भनेर। र टु ट्याक्स टी अब आइटी टी को ट्याक्स ल्याएर क्यासको क्यास पेडको पेड टूको टू टीबाट सरकारलाई के तिर्नुपर्छ ट्याक्स ल ट्याक्स भन्ने शब्द भेटाउनु पर्यो कहिलेकाहीँ इन्कम ट्याक्स हुन्छ ट्याक्स छ एडिसनल इन्फर्मेसन हुन्छ यो ट्याक्स पेड भनेको छ 35,000 ट्याक्स पेड 35,000। अब पेड भनेको के हो ट्याक्स भनेको सरकारलाई जहिले पनि तिर्नुपर्छ तिरेपछि पैसा जान्छ हाम्रो खर्च हुन्छ अनि माइनस हो 35,000 लाइन टोटल माइनस 35 गरौँ। अब यो सबै एबिसिडी लाई जोड हाम्रो नाम के हो अपरेटिङ एक्टिभिटिज हो त्यही भएर क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भनेको एबिसिडी सबै क्याल्कुलेसन गर्दा कति आन्सर आउँछ 70,000 आयो यहाँ है सबैले। एउटा कुरा बुझ क्यास ए नम्बरमा कलेक्सन छ नि कलेक्सन भनेको पैसा जम्मा गर्नु भनेको पैसा आउनु भनेको हामी प्लसमा आउँछौँ त्यही भएर एन्सर जहिले पनि प्लसमा आउँछ। यहाँनिर पेड छ नि पेड भनेको तिर्नु हो तिरेपछि पैसा जान्छ त्यही भएर एन्सर जहिले पनि जानु भनेको पैसा माइनसमा आउँछ। यहाँ पनि पेड छ पेड भनेको तिर्नु यहाँ पनि पैसा माइनसमा आउँछ किन तिरेपछि पैसा जान्छ एन्सर माइनसमा आउँछ यहाँ पनि पेड भनेको तिरेको चाहिँ पैसा माइनसमा आउँछ तर टोटल गर्दा प्लसमा आयो है ठिक छ। अर्को छ अब अर्को एक्टिभिटी छ 2 नम्बरमा क्याश फ्लो चाहिँ इन्भेस्टिङ एक्टिभिटिज अपरेटिङ सक्यो अब मेन चाहिँ इन्भेस्टिङ एक्टिभिटिज आयो है। इन्भेस्टिङ एक्टिभिटिज भनेको के हो भन्दाखेरि इन्भेस्टिङ भनेको किन्ने र बेच्ने हो कि जसलाई हामीले प्रतीक सर भन्न सम्झ्यो नि प्रतीक सर प्रतीक भनेको पर्चेज किन्ने कुरा
र सर भनेको सेल्स बिक्री गर्ने कुरा, लामो समयसम्म टिक्ने सम्पत्तिहरू किनबेच गर्ने कुरा के। ल सुरुमा त यहाँ इन्भेस्टिङ एक्टिभिटिज लेख्यो भने इन्भेस्टिङ भन्ने शब्द प्रश्नमा छ किन हेर्नु पर्यो के। इन्भेस्टिङ भन्नु र इन्भेस्टमेन्ट भन्नु एउटै हो है। छ इन्भेस्टिङमा इन्भेस्टमेन्ट इन्भेस्टिङ भन्ने केही शब्द छ। यहाँ छ इन्भेस्टमेन्ट 250 बाट 375 छ हो। अब यसको कुरा तल पनि काटेको छ हेर त, इन्भेस्टमेन्टको कुरा तल काटेको छ, दुई ठाउँमा छ। अब कुन लेख्ने? जहिले पनि यहाँ केही नभनेर, सरी यहाँ पनि इन्फर्मेसन दिएको छ, तल पनि इन्फर्मेसन दिएको छ नि, तलको इन्फर्मेसन लेख्ने, एक ठाउँको मात्र लेख्ने हो है। कहिलेकाहीँ यहाँ मात्र दिन्छ यहाँ दिन्न भनेपछि इन्भेस्टमेन्ट देखा नि इन्भेस्टमेन्ट लेख्नै पर्यो, तर यहाँ दुई ठाउँमा दिएको छ भने जहिले पनि तलको हेर्नुपर्छ, एडिसनल इन्फर्मेसनको हेर्नुपर्छ है, माथिको हेर्नु पर्दैन। हेर त पर्चेज 1,25,000 को किनेको छ भनेको चाहिँ हेरौँ त 250 बाट 375 भनेको 125 कै फरक छ, त्यो भनेको किनेकै हो कि। त्यो कुरा तलै दिएछ भने माथि किन हेर्नु पर्यो हैन र। जहिले पनि दुई ठाउँमा दियो भने तलको हेर्नुपर्छ है त्यो कुरा। ल कति छ 125 भनेको छ, त्यही भएर के भने पर्चेज अफ इन्भेस्टमेन्ट भने, त्यही भएर पर्चेज अफ इन्भेस्टमेन्ट, पर्चेज भनेको नेपालीमा किन्नु हो, किनेपछि पैसा जान्छ, गएपछि माइनस हुन्छ, 1,25,000 माइनसमा भयो। त्यसपछि सर भनेको अब अर्को केही प्रत्येक पर्चेज र सेल्सका कुरा छन्। एडिसनलमा हेरौँ त, एडिसनलमा हेरौँ त इक्विपमेन्ट सोल्ड भनेको छ, सोल्ड भनेको सेल्स हो है, बिक्री गरेको छ इक्विपमेन्ट। इक्विपमेन्टको कुरा माथि पनि दिएको छ, माथि हेर्ने नै हैन के, पहिला तल हेर त्यसपछि भइहाल्छ, माथि हेर्ने नै हैन है। दुई ठाउँमा दिएको छ भने तलको इन्फर्मेसनलाई लेख्नुपर्छ। ल इक्विपमेन्ट सोल्ड भनेको सेल्स अफ इक्विपमेन्ट, बिक्री गरेको छ 30,000 मा, सेल्स अफ इक्विपमेन्ट 30,000, सेल्स भनेको सामान बिक्री गरेपछि पैसा आउँछ प्लस भयो। अर्को के छ पछाडि एन्ड पर्चेज पनि गरेको छ, फेरि पर्चेज कति इक्विपमेन्टको 45,000 मा फेरि किनेको छ, त्यही भएर पर्चेज अफ इक्विपमेन्ट 45,000, किनेपछि त पैसा जान्छ, खर्च हुन्छ, माइनस भयो। र यो सबै हिसाब गर्दा माइनस 1,40,000 आउँछ, त्यही भएर क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटीलाई टोटल गर्दा माइनस 1,40,000। अब अर्को आउँछ क्याश फ्लोमा लास्ट एक्टिभिटिजको नाम छ क्याश फ्लो भनेको च्याप्टरको नाम। फ्रम कुनबाट हामीले गरौँ? फाइनेन्सिङ एक्टिभिटिजबाट। फाइनेन्सिङ एक्टिभिटिजबाट सम्झिने आइडिया डिडिसी दुधको चिया भनी सम्झ्यो है। डिडिसी दुधको चिया के काठमाडौँमा धेरै चलेको चियाको नाम डिडिसी दुध हो। डीबाट आउँछ अमेरिकामा हामीले के भरिन्छ? अमेरिकामा के भरिन्छ? डिबी भरिन्छ, डिभिडेन्ड भन्ने छ, डिभिडेन्ड डीबाट डिभिडेन्ड पेड 45,000, डिभिडेन्ड पेड 45,000। अब हेर तलका कुरा त इङ्ग्लिस डिग्री लेख्न त परेन, किन? अब केही त 2 वर्षको यहाँ पो माथि 2 वर्षको जानकारी थियो त, तल त छैन नि त, त्यही भएर डाइरेक्ट नाम मात्र लेख्दिने। डिभिडेन्ड पेड कति छ? 45,000। पेड भनेको के हो? तिर्नु हो, तिरेपछि पैसा के हुन्छ? जान्छ, माइनस है, माइनसमा राख्नु पर्यो। अर्को डीबाट आउँछ डिभेन्चर है, डिभेन्चर। डिभेन्चरलाई अर्को शब्दमा लोन, ब्याङ्क लोन भन्न पनि आउन सक्छ। डिभेन्चर भन्ने शब्द छ लाइबिलिटिजतिर हेर त, 1,50,000 बाट 90,000 भएको छ, घटेको छ। घट्नुलाई चाहिँ कतिले घटेको छ? 60,000 ले घटेको छ। घट्नुलाई चाहिँ डिक्रिज भन्दैन है, फाइनेन्सिङ एक्टिभिटिजमा घट्नुलाई चाहिँ रिडेम्सन भन्छ है, घट्नुलाई रिडेम्सन अफ डिभेन्चर। डिभेन्चर घटेको छ, कतिले घटेको छ? 150 बाट 90 भनेको 60,000 ले घटेको छ। अब घटेको छ, अब हेर त यो कता पर्यो? लाइबिलिटी साइडतिर पर्यो। लाइबिलिटिज भनेको जस्तोको त्यस्तै छोडिदिने हैन र, यहाँ घटेको छ भने घटाएरै लेख है, घटाउनु भनेको माइनसमा लेख्नु हो। अब सीबाट आउँछ क्यापिटल, जसलाई हामीले सेयर क्यापिटल भन्छौँ। क्यापिटल हेर त 380 बाट 495 भएको छ, बढेको छ नि त। बढ्नुलाई चाहिँ इन्क्रिज नलेखेर इस्यु लेख है, इस्यु अफ सेयर क्यापिटल। कतिले बढ्यो? 1,15,000 ले बढ्यो, 1,15,000 ले बढ्यो। अब यो लाइबिलिटिज हो, लाइबिलिटिज भनेपछि जस्ताको तस्तै बढेको छ नि, बढाउने भनेको प्लसमै लेख्ने हो। अब अर्को सेयर प्रिमियम, सेयर प्रिमियमहरू छ, सेयर प्रिमियम छैन भने छोडिदिउँ। ल यति गर्दाखेरि फाइनेन्सिङ एक्टिभिटिजको एन्सर कति आयो? यति गर्दा ल सर। अब हामीले अपरेटिङ पनि निकाल्यौँ, इन्भेस्टिङ पनि निकाल्यौँ र फाइनेन्सिङ पनि निकाल्यौँ भने अब के गर्ने भन्दाखेरि सुरुमा हाम्रो टेक्निक लाउने। यो च्याप्टरको नाम के हो? क्याश फ्लो च्याप्टर हो। क्याश फ्लोमा क्याश अथवा ब्याङ्क भन्ने शब्द एन्सर मिल्यो कि मिलेन यो च्याप्टरमा थाहा हुन्छ है, तिमीले गरेको एन्सर मिल्यो भने थाहा हुन्छ। अब यहाँ तिमीले के गर त भन्दाखेरि क्याश फ्लोमा क्याश भन्ने शब्द कहाँ छ? नि यो क्याश भन्ने शब्दमा सुरुमा कति छ? 80,000, त्यसपछि अर्को वर्ष कति छ? 20,000। जहिले पनि लास्टकोबाट फर्स्टको घटाउ त, लास्टबाट फर्स्ट घटाउ त, 20,000 बाट 80,000 घटाउ त 20, क्यालकुलेटरमा हान है, मुखले गर्दा त 60,000 भन्छौ तर होइन। 20,000 माइनस सुरु लास्टबाट फर्स्टको घर, लास्टकोबाट 20,000 बाट फर्स्टको, जहिले पनि हरेक प्रश्नमा लास्टबाट फर्स्ट घटाउनु पर्यो। लास्टबाट फर्स्ट घटाउँदा कति हुन्छ?
20,000 बाट 80,000 घटाउँदा कति हुन्छ -60,000 हुन्छ। अब तिमीहरूलाई एन्सर चाहियो -60 चाहियो हो, -60,000 एन्सर निकाल्नु पर्यो तिमीहरूले। ल ए नम्बरको हिसाब गर्दा 1 नम्बरको हिसाब, 2 नम्बर इन्भेस्टिङ र 3 नम्बर फाइनेन्सिङको हिसाब 1 नम्बरको टोटल 70,000 आएको थियो, 2 नम्बरको टोटल -1,40,000 आएको थियो, 3 नम्बरको टोटल 10,000 आएको थियो। यो तीनटाको क्याल्कुलेसन गर्दाखेरि हिसाब गर्दाखेरि कति आउनु पर्यो -60 आउनु पर्यो। ल आयो, त्यही भएर नेट भनेको चेन्ज इन क्यास के चेन्ज भयो त 1 2 3 को क्याल्कुलेसन गर्दा -60 आयो। जहिले नि बुझ्नु है, यो लास्टबाट फर्स्टको घटाउँदा जति एन्सर आउँछ नि त्यही नै एन्सर हामीले 1 2 अपरेटिङ इन्भेस्टिङ र फाइनेन्सिङको गर्दा निकालेर त्यति नै आयो भने मिल्यो, नत्र मिलेन। ल अर्को प्रश्नमा यसो हेर त, यहाँ अर्को हेर त, यहाँ पनि त्यस्तै छ नि। लास्टबाट फर्स्ट घटाउ त, 25 बाट 50 घटाउँदा कति हुन्छ -25 हुन्छ। -25 एन्सर आउनु पर्यो कि तीनटा जोड्दा। यहाँ हामीलाई चाहिएको 20 बाट 80 जोड्दा घटाउँदाखेरि कति हुन्छ। अब अर्को प्रश्नमा यसो हेर त, यो क्यास ब्यालेन्स भने नि, यो पनि भयो हैन, यो पनि भयो। ल अब अरु प्रश्न हेर, कहिलेकाहीँ कस्तो हुन्छ क्यास एन्ड ब्याङ्क भन्छ लास्टमा 70,000 बाट 55,000 घटाउँदा त प्लसमा एन्सर 15,000 एन्सर आउँछ हो। 15,000 एन्सर चाहियो कि हामीलाई चाहिएको कति हो, लास्टबाट फर्स्ट घटाउँदा -60 चाहिएको छ। -60 हामीले 1 भनेको अपरेटिङ, 2 इन्भेस्टिङ र 3 फाइनेन्सिङ क्याल्कुलेसन गर्दा -60 आयो हो। अब के गर आयो भनेपछि क्याश फ्लो च्याप्टर, त्यही भएर क्याश फ्लोको सुरुको ब्यालेन्सलाई ओपनिङ भन्छन्, लास्टकोलाई क्लोजिङ भन्छन्। ओपनिङ ब्यालेन्स भनेको 80,000 हो सुरुको हो, त्यही भएर त्यो ओपनिङ ब्यालेन्सलाई 80,000 लाई लेख र एन्सर चाहिँ कति लेख, लास्टको कति छ 20,000 छ नि, यसलाई क्लोजिङ अन्तिमलाई बाइ बाइ गरौँ च्याप्टरलाई। ल क्लोजिङ गरौँ 20,000 एन्सर लेख, -60 र +80 भनेको 20,000। यसरी है, जहिले पनि क्वेसन बिग्रे पनि नि लास्टबाट फर्स्ट चाहिँ घटाउन नबिर्सिनु। लास्टबाट फर्स्ट घटाउने, जति एन्सर चाहिएको त्यति यहाँनिर लेखिदिए पनि चेक गर्ने मान्छेले कहिलेकाहीँ नम्बर दिन सक्नुहुन्छ कि है। त्यति गरौँ।